नमस्कार। देश र विदेशबाट हेरिरहनुभएका सम्पूर्णले भिडियोलाई एकदम शेयर गरिदिनु होला। यो भिडियो चाहिँ माओवादीका एक साथीहरूलाई पठाइदिनु होला, किनकि प्रचण्डले यसरी यो देशलाई घात गरे अहिले फेरि। किनकि कार्यकर्ताहरू विगत एक वर्षदेखि चाहिँ माओवादी अब प्रचण्ड सही भयो यो देशको लागि भन्दा अरू केही पनि सोच्दैनन् भनेर माओवादीले चाहिँ रासोपाको चाहिँ साथ पाएर चाहिँ समर्थनहरू अलिकति अब आफ्ना कार्यकर्ताहरूको पनि शिर ठाडो बनाएको अवस्था थियो। तर अहिले चाहिँ फेरि एक व्यक्तिको लागि चाहिँ मानव तस्करी जस्तो अहिले केस चलिरहेको बेला, लुटिरहेको बेला फेरि गएर तिनैको तलवा चाटेको छ प्रचण्डले। अब तपाईहरूलाई चाहिँ अब माओवादी साथीहरूले एकचोटि फेरि सोच्ने बेला आयो है। अझै अब लाजै पचाएर अब मै माओवादी हो, अब माओवादी नै हो भनेर अब लाज पचाउनुहुन्छ भनेपछि त केही भएन। तर अप्सनहरू धेरै छन् है। यस्ता व्यक्तिहरूलाई तपाईँले साथ लिएर, मैले पनि प्रचण्डको तारिफ गरेकै हुम्ला कुनै भिडियोमा होइन, त्यो म फिर्ता लिन्छु। किनकि मैले पनि सोचेको थिएँ विगतमा जे भयो प्रचण्ड सुध्रिए है। अब चाहिँ प्रचण्डले यो देशभन्दा अरू कुनै पनि व्यक्तिलाई साथ दिँदैनन्, व्यक्तिको राजनीति गर्दैनन्, देशको राजनीति गर्छन् भनेको तर गलत रहेछ। किनकि एक व्यक्तिको लागि चाहिँ, एक अग्नि सापकोटालाई बचाउनको लागि यत्रो मानव तस्करी भएको अवस्थामा चाहिँ उनी व्यक्ति पछि लाग्छन् भने उनले देश सोच्छन् भन्ने कुरा चाहिँ असम्भव छ है। असम्भव कुरालाई चाहिँ हामीले सम्भव छ, प्रचण्डले देश बनाउँछन् भनेर भन्नु नै मूर्खता हो। त्यो भएको कारणले साक्षी छन् घर घरबाट। मेरै घरबाट कतिजना भिजिटमा आइसके। मेरै घरबाट 1-1.5 महिना पहिला चाहिँ 45,000 रुपियाँ एयरपोर्टमा बुझाएर यहाँ दुबई आएको रेकर्ड छ क्या। अब त्यो भएको कारणले म चाहिँ यस्तो मानव तस्करी भइरहेको बेला चाहिँ सम्झौता गर्ने कुनै पनि राजनीतिक दललाई चाहिँ म समर्थन गर्न सक्दैन। र रासोपाले अडान लिएको छ, अडानलाई चाहिँ कुनै पनि हालतमा चाहिँ सम्झौता गर्न हुँदैन। रवि लामिछानेको काठमाडौँ सरुवा रोकेर अब त्यसलाई चाहिँ म यहाँ ल्याइदिन्छु। रवि लामिछानेलाई चाहिँ जेलमा काठमाडौँ ल्याउँछु भने पनि सम्झौता गर्न गाह्रो छ। रवि भन्दा यो देश मानव तस्करी ठुलो हो भन्न चाहन्छु। रासोपा कहिले पनि नझुकोस्। माओवादी जस्तो दुई जिब्रे भएर घुट्ना टेक्ने रासोपा कहिले पनि हुँदैन र सक्दैन। त्यो भएको कारणले माओवादी साथीहरू अब त शिर झुकाउनु पर्ने होला। आफूलाई चाहिँ एकचोटि अब गङ्गामा गएर नुहाउनुस् भन्न चाहन्छु म। नुहाएर चाहिँ पवित्र भएर यो देशको लागि काम गर्नुहोस्। यस्ता व्यक्तिको सङ्गत नगर्नुहोस् भन्न चाहन्छु। हस्त नमस्ते, जय नेपाल।